अहिले एकदमै चासोको विषय छ। न्युजिल्यान्डमा फेब्रुअरी इन्टेकको लागि स्टुडेन्ट भिजा कसैले नोभेम्बर, डिसेम्बर, जनवरीमा अप्लाई गरेर इफ इन केस फेब्रुअरी इन्टेक भ्याइएन भने अब के गर्नुपर्ने हुन्छ? नयाँ भिजा अप्लाई गर्नुपर्छ कि पुरानो एप्लिकेसनलाई विथड्र गर्नुपर्छ कि नयाँ भिजा फी तिर्नुपर्छ कि के हुन्छ यसको बारेमा भनेर धेरैले सोध्नुहुन्छ। सो फर्स्टमा युकेमा जस्तो अथवा अरू कन्ट्रीमा जस्तो एकचोटि एप्लिकेसन सबमिट गरिसके पछाडि हजुरले इमिग्रेसनको डिसिजन नआउँदै हजुरको जुन कोर्स स्टार्ट गर्नुभएको छ त्यो कुरा क्रस भइसकेको खण्डमा हजुरले एडिसनल आफूले कलेजसँग रिक्वेस्ट गरेर डिफर अफर लेटर, एक्सटेन्सन लेटरहरू मागेर सबमिट गर्न पाउनुहुन्छ। कुनै भिजा फी पे गर्नु पर्दैन र कुनै नयाँ भिजा एप्लिकेसन सबमिट गर्नु पर्दैन। कहिलेकाहीँ न्युजिल्यान्डले इमिग्रेसन अफिसरले कोर्स स्टार्ट डेट सुरु भइसकेको खण्डमा कोर्स चाहिँ सुरु भइसकेको छ, अब के गर्छस् भनेर हजुरसँग डिफर अफर लेटरहरू माग्ने पनि गर्छ। सो जसले पनि जनवरीमा पनि तपाईँहरूले फेब्रुअरीको लागि स्टुडेन्ट भिजा अप्लाई गर्न मिल्छ। इभन कोर्स स्टार्टभन्दा 10-15 डेज अगाडि पनि सेम इन्टेकको लागि सेम अफर लेटरको आधारमा हजुरले स्टुडेन्ट भिजा अप्लाई गर्न सक्नुहुन्छ। र नभ्याएको खण्डमा हजुरको कोर्स स्टार्ट डेट क्रस भएको खण्डमा हजुरले नेक्स्ट एभाइलेबल इन्टेकको अफर लेटर मागेर इमिग्रेसनलाई सबमिट गर्नुपर्ने हुन्छ। यसमा कुनै पनि झन्झट छैन। सो फेब्रुअरीको लागि स्टिल यु गाइज क्यान अप्लाई फर न्युजिल्यान्ड। सो नजिकको एक्सेस एजुकेसन पोखरा अथवा नजिकको एक्सेस एजुकेसनमा भिजिट गरेर फेब्रुअरी 2026 को लागि स्टुडेन्ट भिजाको लागि प्रिपेयर गर्नुहोस्। इफ इन केस डेफर गर्नु पर्यो इन्टेक भने हामी हजुरलाई गाइड गर्नेछौँ।